इतिहासको पहिलो पुस्तक अध्याय 14 दाउदका घर र परिवार। टुरोसका राजा हिरामले दाउदका दूतहरू पठाए। उनले देवदारूका काठहरू र डकर्मी र सिकर्मीहरू तिनको निम्ति एउटा महल बनाउन पठाए। अब परमप्रभुले आफूलाई इजरायलमाथि राजा तुल्याउनु भयो र उहाँको प्रजा इजरायलको खातिर आफ्नो राजकीय शक्तिलाई उच्च पार्नुभयो भनी दाउदलाई थाहा भयो। दाउदले यरुसलेममा अझ धेरै विवाह गरे र तिनका अरू धेरै छोराछोरीहरू भए। यरुसलेममा जन्मेका तिनका छोरा छोरीहरूका नाउँ यिनै हुन्: शमुआ, शबाब, नातान, सोलोमन, इबार, एलिसुअ, एलपेलेत, नेगह, नेगबेक, यापी, एलिसामा, बेलियाता र एलिपेलेत। पलिस्तीहरूमाथि दाउदको विजयी। दाउद सारा इजरायलमाथि राजा अभिषिक्त भए भने जब पलिस्तीले सुने तब उनीहरू समस्त फौज लिएर तिनलाई खोज्न निस्किए। यो सुनेर दाउद उनीहरूको सामना गर्न गए। अब पलिस्तीहरूले आएर रबैहरूको बेसीलाई लुटेका थिए। यसै कारण परमप्रभुलाई सोधे, के म पलिस्तीलाई आक्रमण गरौँ? के तपाईँ उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ? अनि परमप्रभुले जवाब दिनुभयो, जा, म उनीहरूलाई तेरो हातमा सुम्पिदिनेछु। यसैले दाउद र तिनका मानिसहरू उक्ली गए र उनीहरूलाई बाल पराजिममा आक्रमण गरेर जिते। दाउदले भने, नदीले त्यसको किनार भत्काएझै परमप्रभुले मद्वारा मेरा शत्रुहरूको पङ्क्तिलाई भत्काइदिनु भयो। यसैले त्यस ठाउँको नाउँ बाल पराजिम राखियो। पलिस्तीहरूले त्यहाँ आफ्ना देवताहरू छोडेका थिए र दाउदले ती जलाइदिन भन्ने हुकुम गरे। पलिस्तीहरूले अर्को एकपल्ट बेसीमा लुटपिट गरे। फेरि दाउदले परमप्रभुसँग सोधे र परमप्रभुले तिनलाई भन्नुभयो, यसपल्ट त उनीहरूको पसलतिर जानुपर्छ। उनीहरूलाई आक्रमण नगरिकन घुमेर लहरे पिपलका रुखहरूका सामान्यबाट उनीहरूमाथि जाइलाग। त्यसपछि रुखहरूका टुप्पा टुप्पा हुरुरु आवाज आउने बित्तिकै उनीहरूसँग लडाइँ गर, किनभने परमप्रभु तिमीहरूका अघि अघि पलिस्तीको सेनालाई प्रहार गर्न जानुहुनेछ। परमप्रभुले आज्ञा गर्नुभए चाहिँ दाउदले गरे र तिनीहरूले पलिस्ती सेनालाई गिबोनदेखि गेजेरसम्म प्रहार गरे। यसैले दाउदको ख्याति हरेक देशमा फैलियो र परमप्रभुले सबै जाति जातिहरूमाथि तिनको डर हालिदिनुभयो।